नमस्कार, शुभ दिन हजुरहरू सबैको दिन शुभ रहोस्। तिहार आइसक्यो साथीहरू। म चाहिँ 2-4 दिन अलि दिन बिरामी परेँ, त्यही भएर यो भिडियो बनाउन सकिनँ। अलि पहिला बनाउनु पर्ने भिडियो थियो होइन, तर ठिकै छ, फेरि अघि पछिलाई पनि काम दिन्छ। अनि यो चाहिँ मैले यो तिहारको तामा पित्तलको भाँडा माझ्नलाई बनाउन लागेको के अरे झोल बनाउँदैछु। अब झोल बनाउनु कि के बनाउँ यसलाई। यसमा चाहिँ मैले 2 चम्चा सिट्रिक एसिड अथवा चिनी अमिलो भन्छ नि, त्यो 2 चम्चा, अनि 2 चम्चा हामीले नर्मल खाने नुन, त्यसपछि 1 चम्चा चाहिँ कपडा धुने सरफ त्यो राखेँ। अनि त्यस पछाडि पानी राखेर यस्तो झोल बनाएँ। अनि यो चाहिँ भगवान्को आसन के, मलाई चाहिँ एकदम गाह्रो लाग्ने कि यो आसन मान्न चाहिँ। अनि झुम्का झुम्की के छ, अनि मान्न एकदम गाह्रो लाग्ने। अनि यसमा चाहिँ यति सजिलोसँग जान्छ साथीहरू। मैले यो 1 मिनट जति यसो हल्लाए पारेँ यसमा पानीमा। अनि त्यस पछाडि त यो हेर्नु निकाल्दाखेरि त पुरा चम्केर आयो। यस्तो सजिलो छ हेर्नु यो ट्रिक। अनि यसपालि चाहिँ मैले धेरै घर सरसफाइ गर्न सकिनँ होइन। अनि अलिअलि चाहिँ भगवान्को आसनहरू यताउता चाहिँ सफा गर्नु पर्यो भनेर अनि यो गर्न लागेको। हेर्नु न, यो यस्तो कालो भएछ यो। अनि अब बेला बेलामा गरिन्छ, तर यो बर्खापछि चाहिँ एकदम तामा पित्तलको भाँडाहरू पुरै कालो हुने के। अनि हेर्नु न, यो मैले 2 मिनट जति यो पानीमा यसरी चलाई राखेँ, यसरी घुमाई। अनि यस्तो सफा मैले एउटा हातले बनाएर एउटा हातले भिडियो बनाइराखेको छु। एउटै हातले मलाई अर्को हात लाउनै परेन कि माझ्ने धस्काउने यताउता केही गर्नु परेन। अनि ब्रासो या भन्छन्, अब ब्रासोले चाहिँ यसलाई एकचोटि मोलेर टल्कायो भने अलि दिन रहन्छ, तर त्यही पनि बर्खामा चाहिँ रहँदैन कि यो साथीहरू। हेर्नु यसरी मैले